हेलो वेलकम ब्याक टु माई च्यानल। मेरो च्यानलमा तपाईँहरूलाई स्वागत छ। आजको ब्लगिङ चाहिँ फरक ठाउँबाट छ। जस्तो हेलीको अगाडि छु अनि आकेमानीको भुते कमाना भने जस्तो हाम्रो फ्लाइट चाहिँ समिट एयरबाट थियो। तपाईँको लुक्लाको वेदर नराम्रो भएको कारणले गर्दाखेरि चाहिँ वी आर गोइङ टु फ्लाइ। यो हेलिकप्टरमा हामी उड्न लागिरहेका छौँ। हेलिकप्टरबाट चाहिँ हामी लुक्ला जाँदैछौँ। आजको हाम्रो डेस्टिनेसन चाहिँ फाक्दिङ हो अनि हामी चाहिँ यो हेलीबाट जाँदैछौँ। हामी इबिसीसम्म जाँदैछौँ र क्लाइन्ट्स अनि म जाँदैछौँ। ट्रेकिङ हिँड्दैछौँ साथीहरू। यस्तै छ यहाँ निधारमा सिरी लेखेपछि प्लेनमा चढ्नु पर्ने मान्छे हेलीबाट चढ्नु पाइरहेको छ। यस्तो सुपर एक्साइटेड होइन तर पनि हेलीको चढाइ छुट्टै हुन्छ, मजा हुन्छ। त्यो कारणले गाइज यो हेलीमा चढ्न लागिरहेको छु। यो हेलीमा चाहिँ सर्लक्क चढेर जान आँटिरहेको छु गाइज। फाइनली चाहिँ काठमाडौँबाट उडेको 35 मिनट लगभग पछि देखियो छेउबासको रुट चाहिँ देख्न सक्नुहुन्छ। यो पैयाँ हुँदै हिँडेर आउने बाटो ट्रेल देखिराखेको छ। उतापट्टि पहिरो देख्न सक्नुहुन्छ। यु क्यान सी ब्युटिफुल भ्यू। हामी चाहिँ एकदमै रमाइलो भ्यू हेर्दै आइरहेका छौँ। अलिअलि लुक्न देखिरहेको छ, तल हेर्दा डर लागिरहेछ। हेर्न सक्नुहुन्छ उतापट्टि चाहिँ डाँडा नजिक छ। लेफ्ट साइडमा चाहिँ डाँडा नजिक देखिया छ। फाइनल्ली चाहिँ हामी आइपुग्यौँ लुक्ला एयरपोर्ट भन्नाले यहाँ लुक्ला हामी एयरपोर्टमा चाहिँ ल्यान्डिङ हुन लागिरहेका छौँ। यु क्यान सी यहाँनिर यो एयरपोर्टको चाहिँ रनवेमा हामी आइसकेका छौँ। वी आर सो लक्की। आज पहिला पनि प्लेन उडेन तर पनि हाम्रो फ्लाइट गएको छ। यहाँ हामी चाहिँ यो लेफ्ट साइडमा चाहिँ हाम्रो हेलिप्याड छ। यहाँ यो एस लेखिएकोमा चाहिँ हामी ल्यान्डिङ गर्दैछौँ। वी आर सो लक्की टुडे। वी आर सो लक्की सो ह्याप्पी। डे 3 मा हामी चाहिँ इबिसीको ट्रिपमा आज डे 3 मा यो लार्सेदुबानमा आइपुगेका छौँ। यो तल्लोको चाहिँ हिलारी ब्रिज हो जुन चाहिँ एडमन्ड हिलारीले नै बनाएको थियो। अनि यो चाहिँ लार्सेदुबान ब्रिज भन्छ। यो चाहिँ एकदम अलको हाइएस्ट हिमालको मतलब एकदमै डर पनि लाग्छ यो हिमाल एकदम सरी ऊ चाहिँ। सो हामी नाम्चे जाँदैछौँ। यहाँ चाहिँ थार आएर घाँस के अरे सब साग चाहिँ सुहा पारिसकेको थार आयो। नाम्चे बजार आइपुग्यो। नाम्चे बजार चाहिँ आउँदैछौँ। जाने बाटो चाहिँ हाम्रो हाइकिङ जानुपर्ने हो तर हामी तल थारले चाहिँ सबै खाइसक्यो। धेरैवटा छ त्यहाँ अहिले देखिएको थोरै छ। सुहा पारिसक्यो। सुहा पारिसक्यो। इबिसी ट्रिपमा चाहिँ यसपालि चाहिँ जस्ट क्लाइन्ट चाहिँ एकजना छ। एकजना फोटो अनि म 3 जना छन्। अफ सिजनको ट्रेकिङ यस्तै छ। अनि
हामी चाहिँ होटलमा बस्दैछौँ। कुन चाहिँ भन्दाखेरि यही बोधी यही गेटबाट बसेको छ। सट्ट लगाएर चाहिँ यो नेसनल पार्क गेट छिर्दैछौँ। यस्तो गतिको छु म चाहिँ, चस्मा छोडेको छु अनि किनिदिएको बोक्नलाई सजिलो भएर कभर नभएर जस्तो किन्या सुजुन्दो जस्तो देख्यो होला। यो गेटबाट इन्ट्री मार्दैछौँ। आज ट्रेकिङ सुरु भएको छ डे 3 हो। डे 3 फाक्दिङ नाम्चे हामी आइपचाउनलाई चाहिँ विशेष गरी बुझ्नु आसाम भन्दाखेरि चाहिँ त अङ्ग्रेजीमा चाहिँ एक्लामाइटाइजेसन डे भन्छ। एक्लामाटाइज गर्नको लागि हामी जाँदैछौँ। सुरुमा यो पार्क तेन्जिङ पार्क जाँदैछौँ अनि त्यसपछि पार्कबाट फेरि फर्केर स्मट लगाएर यो म्युजियम छ उयोबाट जानुपर्छ। अति रोक्लिस बेला छ। फाइनली चाहिँ आज हाम्रो डे 3 यहाँ आइपुगेको छौँ। I'm at 3,775 meter high. Yeah, we arrive here. We are going up to Besbu Hotel. This is my client, and this is Sagarmatha next. यहाँ चाहिँ के गर्छ भन्दाखेरि यो जुन देखिया छ नि यो रबिसबाट बनाएको कि हो। अनि रबिसलाई चाहिँ कसरी रिसाइकल गर्न सकिन्छ भनेर मोटिभेट गर्ने अनि यहाँ त्योलाई चाहिँ रिसाइकल गरेर चाहिँ कसरी अझ फोहोरलाई मोहरमा कन्भर्ट गर्ने भन्ने कुरा चाहिँ यहाँनिर हुन्छ। हामी ब्रेस्टुतिर जाँदैछौँ। Black one is Mount Everest, world highest mountain. You can see. It's a holy mountain. It's called Kumbila. It's a historical mountain. Finally, and on day 4 we are going to Tengboche. It means 3,860 meter high Tengboche, which is we are climbing more 420 meter from Namche Bazaar. Namche ko Ponhero. Yes, we are going to Tengboche. आइसल्यान्ड पिक हो यो आइसल्यान्ड पिक अनि माथिको यो कालो कालो देखिएको लोथ चाहिँ वर्ल्ड हाइएस्टमा 5औं नम्बरमा पर्छ। त्यो ट्रायंगल चाहिँ यो 30 पोइन्टमा मार्क गर्नु पनि पर्छ।
हामी चाहिँ दिउजेको नागजुङ हाइकिङ चढेर चाहिँ हामी यहाँ आइपुगिसकेका छौँ साथीहरू तल्लो बाटोबाट चाहिँ tomorrow we are going to Labuche from this trail. Trekking start गरेको day 7. Day 7 मा we are going to Labuche to Labuche. And yeah, it's 4,410 meter high. This place we are going today. Labuche is higher than Ningbuche, and Labuche is around approximately 4,910 meter high. Almost we are more climbing around 500 meter high. Yeah, early morning we start our journey from here. You can see many people working on the trail. Now we are on the top of Thukla. It's called Thukla Pass. Elevation is approximately 4,800 meter high. Yeah, now we are here. Good view. And it's a very memorial place. It's called Memorial Place. It's like a who died in the mountain, and they make this kind of stupa. This time is under the season, that's why no more people. मेरो चस्मा चाहिँ खासमा नर्मल चस्मा थियो, तर त्यो चाहिँ मैले काठमाडौँमा छोडेको कारणले गर्दाखेरि यो अचानक मैले किन्नु परेको यो गर्दाखेरि चाहिँ यो नक्कलले पारेको छ। तर पनि मेरो यो सन लाइटको रिफ्लेक्सनबाट चाहिँ मलाई मेरो आँखालाई चाहिँ बचाइरहेको छ। तर नक्कल पारे चाहिँ देखिएको छ। From here we start our journey. Today is day 8. Day 8 we are going to Gorakshep EPC. It is so clear. चाहिँ गोरखचेप लागिरहेको छ, तर बेलामा चाहिँ यस्तो चिप्लो छ, एकदम स्लिपरी बाटो छ। Dangerous trail. Finally, guys, we arrive. No, this is Gorakshep. This is 5,100, approximately 40. Just our big bag we drop here, and then we eat our lunch, and then we'll go to the EPC. And this is our final destination. My train is behind than me. Okay. Sunny day. This is Pumari, Lingtren, Khumbuche,
नुक्चे so many mountains धेरैवटा हिमालहरू छन् साथीहरू यो चाहिँ जुन चाहिँ बिफोर EBC अथवा EBC आउँदै गर्दाखेरि चाहिँ दिस इज द लास्ट पोइन्ट लास्ट होटल बिकज हामीले कुनै पनि होटलहरू उता चाहिँ पाउँदैनौँ दिस इज द लास्ट पोइन्ट where I grew up sail. We are going to EBC today. Back return and hotel, and then we are going to visit the location. This way goes to EBC, and you Kalapatar. You but over the kick part of Kalapatar. At the Pumari mountain train. Yeah, I can see Mount Everest. That one is there. EBC you see this here. Finally, day 8 को दिन चाहिँ हामी गोरखपुरबाट ब्याकसेक छोडेर हामी किचन फोटोसुट खिचिसकेपछि हेर्न सक्नुहुन्छ अरू साथीहरूले पनि फोटो खिच्दै हुनुहुन्छ अरू ग्रुपकोले पनि प्रायः बिग ग्रुप चाहिँ गइसक्यो ओके सानो ग्रुपहरू मात्र बाँकी छ अनि कोही पछाडि आउँदैछ हामीले चाहिँ फोटो खिचिसक्यौँ यस हामी फोटो खिच्दैछौँ फाइनल्ली 5364 meter high we made it base camp world highest mountain is the Everest and then the world highest mountain को base camp मा चाहिँ विशेष गरी क्लाइन्ट्सहरूले आइपुग्दाखेरि प्राउड फिल गर्छन् सो एउटा क्लाइन्ट्सबाट स्टेटमेन्ट सुन्ने छौँ